Hello everyone, welcome back to my YouTube channel. This is me Ranjana Biswakarma from Dolakha. I hope हजुरहरु सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ, मस्त हुनुहुन्छ, व्यस्त भएको बावजुद पनि मेरो भिडियो हेरेर मलाई सपोर्ट गरिदिनुहुन्छ भन्ने साथमा मैले नयाँ भिडियो लिएर आइसकेको छु लङ टाइम पछाडी। अनि अहिले चाहिँ म हालसाल चाहिँ गाउँतिर छु हैन। सबैजनालाई थाहा छ, सबजना जानु भएला चुनावमा भोट हाल्न, सो म पनि आएको थिएँ र अहिले चाहिँ म गाउँमै छु। अनि हाम्रो गाउँतिर एकदम गुराँसहरु लटरम्मै फलिरहेको छ नि त, एकदम मजाले फुलिरहेको छ। अनि सो हजुरहरुलाई पनि त्यो नजारा देखाऊँ भनेर म आज भ्लग बनाउँदै छु। अनि मलाई कस्तो देखिरहेको छ, म चाहिँ यस्तो भएर अब गुराँस टिप्न जाँदै छु। अनि म हजुरलाई मेरो घरबाट देखिने हाम्रो गाउँको नजारा देखाउँछु है, स्टे ट्युन। यो चाहिँ रहेको छ हाम्रो गाउँ, साथीहरु हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो गाउँ रहेको छ, यस्तो दामी। अनि त्यहाँ कस्तो मजाले तोरी फोलिरहेछ हाम्रो बारीमा। सो त्यही नै हो। अहिले चाहिँ म घरको छतदेखि भिडियो स्टार्ट गरिरहेको छु। अब जानु पर्ने हुन्छ, मेरो साथीहरु पनि एकदम मैले ग्याङ पारिसकेको छु। अब हामी मिलेर जाँदैछौँ, के गर्छौँ फेरि चाहिँ जानु होला। अब चाहिँ हामी नुन पनि लिएर जाने, नुन लैजाने अनि उहाँ लगेर गुराँस खाने हाम्रो प्लान छ। म हजुरहरुलाई अब मेरो साथीहरुसँग गएर भेट्छु। बाइ बाइ। हेलो एभ्रिवान, मैले चाहिँ मेरो साथीहरुलाई भेटिसके। सो फाइनल साथीहरु, मैले मेरो साथीहरुलाई भेटिसके। यिनीहरु चाहिँ दुईटी मेरो एकदम जिगर हुन्। सो हाई गर्दै न मेरो भ्लगमा। नमस्ते गर, तेरो संस्कार छ। हाई गर्न हौ। नमस्ते। हाई नमस्ते। हाई नमस्ते गर्छ हाई भन्छ। त्यही त हेलो नमस्ते गर्न त। संस्कारी रे साथीहरु, एकदम संस्कारी। नमस्ते, वेलकम। अलि खुलेर बोल न। वेलकम टु रञ्जनाको भ्लग। हान्न चाहिँ कसलाई हाने कि त नि? अब गाइज हामी चाहिँ टिकटक बनाउँछौँ। टिकटक बनाउने। सो हामी चाहिँ अब गुराँस टिप्न आएको। अब गुराँस चाहिँ यहाँ लटरम्बै छ, हजुरहरूलाई म देखाउने नै छु। यिनीहरू चाहिँ टिकटक के बनाउँछन् रे। अनि यो हाम्रो गाउँ हेर्नु त, ओ माई गड, यहाँ हेर्नु त, ओहो यस्तो दामी नजारा देख्छ नि साथीहरू। अनि यहाँनिर यो स्कुल चाहिँ म पढेको स्कुल हो। यस्तो मजाले यस्तो दामी देखि साथीहरु हैन। म चाहिँ यहाँ भिडियो आउँदै थिएँ हैन। अनि हामीले चाहिँ यहाँ धेरै त हैन, थोरै ल्याथ्यौँ हैन। दुई तिन मिलेर गम खाना लागे झन् क्या, हेर्नु त बसेरै। ल ओ यता हेर्न, अहिले खामला है एकछिन भनेको। यिनीहरू होल्ड गर्नै सकेन साथीहरु। ओ माई गड, यिनीहरू के रे हो यो बोल मेरो भिडियोमा यसो। म अहिले खानामा बिस्ता छु गाइज हैन। बोल यो चाहिँ ओ हिँड्नु खोल्न हो छ्या। हामीलाई के यिनीहरू त मुमु यहाँ साथी एउटा कुरा बोकेर। यो चाहिँ के रहेछ भने अकबरको क्विज अरे। के रे भाइ, तल पढ्न नि आउँछ? सो साथीहरु, अहिले चाहिँ अब हामी दालमुर सालमुर पनि खाइसक्यौँ। अब चाहिँ हामी गुराँस टिप्नतिर जाँदैछौँ। यिनीहरूको त गफ के हो गाइजहरू, यिनीहरू त यस्तै छन् क्या। अनि मलाई कस्तो रिस उठेर आउँछ नि। वाउ। सो अब हामी चाहिँ गुराँस टिप्न जाँदैछौँ। गुराँस टिप्ने हो। वाउ, हाम्रो देशको राष्ट्रिय फुल साथीहरू, गुराँस टिप्न जाँदैछु म। यहाँ हेर्नु त, ओ माई गड, वाउ यति धेरै यस्तो मजाले यस्तरी फलाछ नि। अनि तिनीहरू चाहिँ त्यहाँ जाँदैछन्। कता हो कता? यहाँ यो हल्का पिङ्क छ हैन, के गरे कि गाइज हेर्नु त, अर्काको गाउँबारी मारेर यिनीहरू हामी चाहिँ कहाँ जाँदैछौँ बहिनी भनिदिएर? गुराँस टिप्नलाई। यहाँ गुराँस हेर्नु गाइज यति दामी छ हैन। माई गड, ओ यहाँ हेर्नु त्यत्तिकै न्यु खोजेको, त्यत्तिकै न्यु होइन के झगडा नगरौँ। अर्काको गाउँ हेर्नु त गाइज, गाउँबारी छ यस्तो छ हैन। अनि मान्नु न गाइज, यो चाहिँ रुख चढ्दैछ। रुख चढ्न जाँदैछु। केही देख्दैन हेर्छ। साथीहरु मैले चाहिँ यहाँ मजाले टिपिरहेको छु। कतिवटा जति टिप्यो मलाई? अलि राम्रो यारको
कस्तो र जाँदैछु त यो कस्तो कराक्यो तलौटी भने माथि माथि जाँदैछ नि साथीहरू हेर्नुहोस् त मैले यति राम्रो गुराँस ओ माई गड हाम्रो राष्ट्रको पहिचान हो यो चाहिँ साथीहरू यति दामी आज त एकदम मस्त भयो यो चाहिँ अब हामी नुन ल्याएको छौँ होइन अनि नुनसँग चोपेर खान्छौँ हजुरहरूलाई हामी देखाउने नै छौँ खान्छौँ देख्न सक्नुहुन्छ गुराँस यी दुईटी चाहिँ यहाँ बसेर हेर्नु त यहाँ गुराँस छ यहाँ यिनीहरू छन् अब यहाँ बसेर खाने रे हामी त गुराँस यहाँ हेर्नु त सन्ध्या यसको नाम सन्ध्या हो यसको नाम विनिता हो यिनीहरूलाई मैले इन्ट्रोड्युस तिमीहरू आफै भन् न भनिदिनुहोस् हो यसको अनुहार काली हाँडी नै हाल्छ अनि अब हामी खानु पनि हुन्छ नुन कसरी ठाडो कसरी तेर्छु भन्छ केही हुँदैन मैले जस्तो छ मैले त्यसरी नै हालेको छु खानु है खा त ल चुप भन्छ खा त कस्तो के उनी छैन रसै छैन पानी नपरेर होला नुन मात्रै आयो त मिर्छ हामी त यस्तो छ है साथीहरू हजुर को साथीसँग यसरी खानुहुन्छ कि हुँदैन हामी त यहाँ नुनमा चप्प चपेर होइन टोकरी के पहिला टोकरी हेर्नु साथीहरू यो गुराँस यो नुन कति हाल्यो त अब गम मिठो 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 साथीहरू इन्जोय गरिरहेको छौ तिमीहरू यो खायो भने चाहिँ लास्टै मात लाग्छ अरे हो मान्छे त यहाँ ढलिस भने अहिले हामी फेरि अहिले धेरै चाहिँ खानु हुँदैन गाह्रो बनाउँछ अरे भन्छ यो खालको गुराँसले के हो त्यो सेतोवाला पिङ्कवालाहरूले चाहिँ एकचोटि हजुरहरूको चाहिँ के भन्छ भने हामीतिर चाहिँ सेतो गुराँसलाई चिम्मल भन्छ चिम्मल त्यो हामी एकचोटि हनुमन्ती जाँदाखेरि देखेको थियौँ है तर पुरै टाउको दुखाउँदो रहेछ नि त्यसहरू गुराँस कतिचोटि हेर्नु भने कतिजनाले देख्नु भएको छैन है तर गुराँस नदेख्ने मान्छेहरू भगवान राष्ट्रिय फुल नदेख्ने मान्छे कोही होला नि त थिइस् कि नि पहिला यो कहाँ भन्दै नेपालको राष्ट्रिय फल के हो भन् त सुन्तला हो के मलाई के सोचिरहेको छेस् त्यो पनि कति सालमा हो कहिलेदेखि त्यही पनि भन्नुपर्छ कि यसले मलाई च्यालेन्ज गर्छस् आँपको लहरा छ नि आँपको लहरा छ नि हाम्रो बारीको चोरेर लैजाल है तिमीहरूले गुराँस बाख्रालाई काटेर हालिदिन्छौँ गाइस यो चाहिँ लोभी चाहिँ अनि साँचेर राख्ने के आँपको लहरा हामीले त मैले त हिजो काटेर लगेर बाख्रालाई हाल्दिन्छ हामी त के छ कसो छ हाम्रोमा आँपको लहरा त छ छैन थाहा होइन मलाई सो साथीहरू अहिले चाहिँ हामी घर जान लागेको होइन अनि हामीसँग चाहिँ यहाँ यता होइन ओइ सी इज मदर अनि उसको छोरी रहिसक्यो भनेर मेरो छोरी छ सारा दुनियाँलाई थाहा उसको छोरी रोयो भनेर यहाँ मेरो बुढा यहाँ सुन्न यहाँ चाहिँ छन् यसको छोरी रोयो भनेर यहाँ रोइन् भनेर कलाकारी गर्यो अनि ऊ चाहिँ यसको छोरी पनि छ साथीहरू अनि हामी जाँदैछौँ हतार मेरो बुढा छैन योसँग बोल्नु हुँदैन सो साथीहरू आज चाहिँ यस्तै भयो अनि अब आजको दिन चाहिँ यस्तै भयो हजुरहरूलाई मेरो भिडियो मन पर्यो भने चाहिँ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला भन्दै बाई बाई एभ्रिवान